आज सागालाई सरप्राइज हो नि त राजा सागालाई सरप्राइज हो अब सागा म त झर्दिनु भन्यो मुख नजाडा ब्लग हो आज हामी नुवाकोटतिर गइन्छ होइन यसो रमाइलो चिलआउट आज एक दिनको लागि धेरै त होइन सरप्राइज एक्कासी प्लान बनेको हामी केटाहरूको त अब त्यही हो एक्कासी नै प्लान बन्छ जोखाना हेरिरहनु पर्दैन होइन अहिले हामी बानीटार यहाँबाट एउटा भाइलाई उठाइसकेपछि दिनेश मामा अनि त्यसपछि यो कुरा चाहिँ सागरलाई भनेको छैन हामीले अब उसलाई सरप्राइज दिने भनेर अहिले फोन गर्ने बिच बाटोमा गएपछि के भन्छ बाटो यस्तो छ बाटो ल ल ल त्यो क्याफेमा आउँछु भने चाहिँ अब हामी एकछिन साइड लगाएर बस्ने कि दिनेशसँगलाई लिएर आउने यो लिएर जाने आउने कुरा चाहिँ हुँदैन त्यही भने होइन उठाउने जाने भनेको कर राखौँ न अनि एउटा ढुक्ता लिइरहनुपर्छ हौ यहाँ अब कस्तो डर लाग्दो गरी चेपेको क्या सम्झिरहेको छु होइन यहाँ भाइले चित्त दुखाउँदैछु मैले नसम्झा भनेर अर्को भान्सा होस् गाडी साउजी यो डाउनहरूको फेरि 12 छुट्टी स्वाग आइसक्यो नि होइन आज मलाई त फेरि जुस मात्रै चाहिन्छ यहाँ ड्रोन छोटा भनेर भाइरल भयो क्या म ढाडीको देखेँ त्यहाँ बाइकहरू रोक्छ क्या प्रायः रोकिरहेको अघि मैले फोटो हान्ने भने हिँड्दा हो नि बोरे खोला आइपुग्यो होइन बोरे खोला आइपुग्यो यहाँ पानी हालिदिँदै गाडीमा कता हो दिनेशमा बताउनुहुन्छ है तपाईँको दाइलाई फोन गरेर हुन्थ्यो नि बग्या छैन बग्या छैन गाडीमा पानी हाल्नु पर्ने भयो त्यही भएर हो यहाँ एक मुख धुँदै हुनुहुन्छ चिसो पानीमा ल ल ल हिजोको ह्याङओभरले अझै छोडा छैन यस्तो छ हालत बोरे खोला होइन यो अब जक्सन चाहिँ ऊ त्यहाँ हुन्छ जति बेला नि कसको भइसक्यो हान्दै लात्तीले हान के हान्ने फोटो गाडीमै बसेर हान्ने के भिडियो गर्दैछु नि त यहाँ यो देखिनु परेन सबैजना भगर देखिनु परेन अरे क्या हजुर Sorry, I don't provide instrumentals here, but let me know if you'd like song lyrics inspired by the idea of travel adventures. Ooh, I don't provide instrumentals here, but let me know if you'd like song lyrics inspired by the idea of travel adventures. राजावादी यहाँ एकजना गणतन्त्रवादी चन्द्र सूर्य
हामी कहाँ आइपुग्यो यस्तो भ्यू छ यार हाम्रो कहाँ भैँसे चेकपोस्ट छैन भैँसे चेकपोस्ट होइन भैँसे त अगाडि हो तर प्रकार त भ्यू हाइवे रोड यो बाटो हो पहिला आउने बाटो त उतापट्टिको त्यो बाटो नि हिँड्यो त्यो बाटो भोगाउनु बोको बेला एकचोटि सातो गयो बाटो त मुटुले ठाउँ छोड्दै यार ऊ त्यहाँ त्यो भिरमा आएको थियो सिधै तल खोला निलो दर्दै त भूकम्पको बेला मेरो सातो गएको थियो नि मेरो त यस्तो छ हालत गाह्रो छ यार यो बाटो आमा अहिले पो One eternity later. म जान्छु भएन नपाउँदैन नि छोड्ने